नमस्कार। कर्मचारी सञ्चय कोषले आफ्नो अनलाइन प्रणालीमा केही महत्त्वपूर्ण सुधार तथा नयाँ सुविधा लागू गरेको जानकारी गराइन्छ। यी व्यवस्थाहरू सेवाग्राही र कार्यालयहरूको सुविधा, पारदर्शिता र प्रभावकारी कार्यान्वयनलाई ध्यानमा राखी तयार गरिएको हो। सबैभन्दा महत्त्वपूर्ण कुरा, अफिस केवाइसी अब अनिवार्य भएको छ। अब कर्मचारीहरूले केवाइसी भर्नका लागि कोषको कार्यालयमा जानु पर्दैन। साथै फोटो, बायोमेट्रिक वा हस्ताक्षरका लागि उपस्थित हुन पनि आवश्यक छैन। सञ्चयकर्ताले आफ्नो केवाइसी अनलाइन भर्न सक्नेछन् र भरेपछि प्राप्त भएको सबमिसन नम्बर लिएर आफ्नो कार्यालयको लोगिन मार्फत सम्बन्धित अधिकारीबाट केवाइसी भेरिफाई गराउन सक्नेछन्। तर ध्यानमा राख्नुहोस्, सञ्चयकर्ता सूचीकरण विनियम अनुसार अफिस केवाइसी भरेका कार्यालयहरूले मात्र अफिस लगइन प्रयोग गर्न सक्नेछन्। अफिस लगइनमा उपलब्ध टर्म्स अफ एग्रिमेन्ट डाउनलोड गरी आधिकारिक व्यक्तिबाट हस्ताक्षर गराई एकपटक अपलोड गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै योगदानकर्ताद्वारा प्रणालीमा दर्ता गर्दा पीएफ खाताको अवस्था, पीएफ नम्बरको विवरण, पूर्ण भुक्तानी लिइसकेका सदस्यको स्थिति तथा विशेष कर्जाको बाँकी रकम स्वचालित रूपमा जाँच गर्ने सुविधा दिएको छ, जसले प्रक्रियालाई अझ सुरक्षित र व्यवस्थित बनाउँछ। त्यसैगरी एक्सेल मार्फत विवरण अपलोड गर्ने ढाँचा परिमार्जन गरिएको छ। अपलोड गर्दा पीएफ नम्बर र नाम प्रणालीमा रहेको विवरणसँग अनिवार्य रूपमा मिल्नुपर्छ। फाँटवारी, वेब इन्ट्री, पुनः प्रयोग, सच्याउने सुविधा तथा एक्सेल अपलोड मार्फत योगदान विवरण सजिलै दर्ता गर्न सकिन्छ। योगदानकर्ता कार्यालयले विवरण भरेर सेभ गरे पश्चात बैंक भौचर स्वतः तयार हुनेछ र त्यही भौचर लिएर कर्मचारीको खाता रहेको बैंक मार्फत सञ्चय कोषको खातामा रकम जम्मा गर्न झनै सजिलो हुने व्यवस्था गरिएको छ। यी सम्पूर्ण सुविधा अब कार्यालयमै बसेर अनलाइन मार्फत प्रयोग गर्न सकिन्छ र विस्तृत जानकारीका लागि हाम्रो आधिकारिक नम्बर 0159700041 मा सम्पर्क गर्नुहोस्। धन्यवाद।